हामी सबैको आफ्नै कथा हुन्छन्। मलाई व्यक्तिगत रूपमा कथा सुनाउन एकदमै मनपर्छ। चाहे ती जीवन गवाईका कथा हुन्, चाहे मानिसहरूका भोगाइका कथा हुन्, चाहे वा ती केही विश्वासकै कथाहरू नै किन नहुन्। अनि ती प्रत्येक कथाहरूले मलाई केही सन्देश दिन खोजिरहेको मैले महसुस गर्छु। चामलहरू किन्न गयो भने चाहिँ अब अनि मलाई लाग्छ यी यस्ता कथाहरू जसरी मैले यो कथालाई लिन्छु अनि जसरी यो कथाले मलाई केही कुराहरू सन्देशहरू म्यासेजहरू दिएको मैले महसुस गर्छु, यो कथाहरू सुन्दै गर्दा मानिसहरूलाई भेट्दै गर्दाखेरि मलाई एउटै कुरा मनमा आउँछ कि मैले यो कथा कसरी अरू माझबाट पुर्याउने त। मलाई विशेष गरी जीवन गवाईहरू खिच्न छायाङ्कन गर्न मनपर्छ। जब येशू ख्रीष्टलाई विश्वास गर्छौँ, ग्रहण गर्छौँ, मुक्तिदाताको रूपमा स्वीकार गर्छौँ, हामी प्रत्येकले हाम्रो आन्तरिक परिवर्तन हामीले महसुस गरेका हुन्छौँ। अनि मलाई व्यक्तिगत रूपमा चाहिँ त्यो परिवर्तनको कथाहरू चाहिँ भन्न मनपर्छ। कति मानिसहरूले सतावट भोग्नु भएको छ, कति मानिसहरूको जीवनमा परमेश्वरले आश्चर्यको कर्म गर्नुभएको छ। ती व्यक्तिमा मात्रै सीमित राख्नको लागि होइन, तर ती कथाहरू चाहिँ सारा संसारले सुन्ने गरी भन्नको लागि हो जस्तो मलाई लाग्छ। नेपालमा मैले यात्रा गर्ने क्रममा धेरै गवाईहरू सुनेको छु अनि देखेको छु। रोगीहरू निको भइरहेको छन्, परमेश्वरले विश्वासको लागि सतावटमा मानिसहरू सतावट भोगिरहनु भएको छ आफ्नो विश्वास जोगाउनको लागि। अनि हरेकको हृदयमा, हरेकको जीवनमा परमेश्वरले त्यो एउटा आशा अनि परमेश्वरमाथि भरोसा गर्नुपर्ने तत्त्व चाहिँ राखिदिनु भएको छ। अनि डाँडापाखा, वन जङ्गल, गाउँ बस्ती, सहरका बस्तीहरूमा जब हामी त्यहाँ जान्छौँ, हेर्छौँ, हरेक कुना कान्दरामा परमेश्वरको काम, परमेश्वरको महानता र परमेश्वरको अनुग्रह र जागृतिलाई चाहिँ हामीले यहाँनिर देख्न सक्छौँ, महसुस मैले गर्छु। साधारण एउटा क्यामेरा मात्रै हुँदाखेरि मलाई परमेश्वरको आवाज, परमेश्वरको वचन स्पष्ट याद आउँछ। तेरो हातमा के छ, जब मूसालाई परमेश्वरले भन्नुहुन्थ्यो। सायद मेरो हातमा भएको कुरा भनेको यही क्यामेराहरू हो जुन परमेश्वरले मेरो हातमा दिनुभयो। म यो सामग्रीलाई प्रयोग गरेर कसरी सेवा पुर्याउन सक्छु त? मलाई गवाई बनाउँदा होस्, पानी एलिमेन्ट चलाउन चाहिँ निकै मनपर्छ। अनि अर्को कुरो, पानी आफैमा एउटा यस्तो शक्ति हो जसमा चाहिँ बहाव छ। अनि कहिले कसो चाहिँ हामी सृष्टिमा बढी केन्द्रित हुन्छौँ, सृष्टिकर्तातर्फ चाहिँ हामी हेर्न बिर्सिँदछौँ। अनि म चाहिँ मेरो फिल्महरूबाट सृष्टिकर्तालाई बढी केन्द्रित गर्न चाहन्छु। सृष्टि आफैमा राम्रो छ, तर यो सुन्दर सृष्टि बनाउने चाहिँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँलाई चाहिँ पुज्नु आवश्यक छ, उहाँ प्रशंसाको योग्य हुनुहुन्छ। ख्रिस्ट बिनाको जीवन सायद म कल्पना गर्न सक्दिनँ, र दर्शन र बोझ बिनाको जीवन म आफ्नो जीवनमा पनि म कल्पना गर्न सक्दिनँ। अनि म आज हिँडिरहेको छु त ख्रिस्टको कारणले, म आज यो श्वास फेरिरहेको छु त ख्रिस्टको मुक्तिको कारणले, र आज म उभिरहेको छु अथवा खडा भइरहेको छु त ख्रिस्टकै अनुग्रहको कारणले। सायद मेरो जीवनमा ख्रिस्टको अनुग्रह नहुँदो हो त म आज यसरी उभिएर भन्न सक्ने पनि थिइनँ होला। अब मानिसहरूको जीवनमा ख्रिस्ट येशूलाई आश्चर्यकर्मद्वारा चिन्ने व्यक्तिहरू पनि धेरै हुनुहुन्छ। मलाई विशेष गरी चाख लाग्ने, विशेष गरी चाहिँ मजाको लाग्ने कथाहरू चाहिँ
ख्रिस्टको निम्ति सतावट दुःख सबै कुरा भोगेर अझै पनि आफ्नो विश्वासको शिर चाहिँ बचाइराख्ने कथाहरू चाहिँ कहिले कसो ती कथाहरूले मलाई घचघचाएको जस्तो, कहिले कसो ती कथाहरूले मलाई केही भन्न खोजेको जस्तो महसुस हुन्छ, त्यस्तो जम्मा सङ्कलन गरेर जसमा म आफैलाई एउटा प्रश्न गरिरहन्छ ती कथाहरूले, त तेरो विश्वासको धरातलमा कहाँनिर छस्? यस्ता कथाहरूले मलाई चुनौती दिन्छ। नेपालको बाटोमा यात्रा गर्ने क्रममा चाहिँ धेरै जसो हामीले 18 घन्टा 20 घन्टाको जामहरू भोग्नुपर्ने हुन्छ। अनि त्यो यात्रा गरेर गयो, दूरदराजको गाउँहरूमा हामी पुग्यौँ। 6-7 घन्टा हिँडेर सामानहरू बोकेर इक्विपमेन्टहरू बोकेर जानु पऱ्यो। अनि गइसकेपछि टेन्टहरू डाँगेर सुतेको हुन्छौँ, हावाले टेन्ट उडाइदिने। यहाँबाट एउटा चिज चाहिँ हामीले जहिले पनि सिक्छौँ कि हरेक प्रोडक्सनको पछाडि चाहिँ यस्ता सङ्घर्ष, चुनौती, रमाइलो घटनाहरू हुन्छ। अनि यसमा चाहिँ हाम्रो टिमहरू, साथीहरू सबैजना साथ मिलेर अनि हामीले यसलाई सामना गर्छौँ, रमाइलो गर्छौँ। काम सँगसँगै रमाइलो, सेवाकाई सँगसँगै रमाइलो गर्दै हिँडिरहन्छौँ। विशेष गरी चुनौती कहिले कसो डर लाग्ने गर्छ। मैले राम्रो गर्न सकिनँ कि, मैले राम्रो गर्न सकिरहेको पो छैन कि भन्ने डर हुन्छ, चुनौती हुन्छ। यी चुनौतीहरू छन्, अगाडि यी चुनौतीहरू छन्। काम गर्ने हातहरू कम छ, प्राविधिक खाँचोहरू धेरै छन्, तर पनि महिनौँ दिनसम्म घर छोडेर बाहिर जाँदै गर्दाखेरि भावनात्मक चुनौतीहरू अनि मानसिक चुनौतीहरू धेरै नै छन्। कहिले कसो हामी देख्ने गर्छौँ सामाजिक सञ्जालदेखि लिएर सञ्चार माध्यमहरूमा हामीले बनाउने यस्ता खालका सामग्रीहरूलाई नियम कानुनहरू र ऐनहरूले पनि कति दबाबमा राखिरहेको छ भन्ने कुरा। यी चुनौतीहरूभन्दा महान चाहिँ परमेश्वरको अनुग्रह छ। यी चुनौतीहरूभन्दा महान चाहिँ परमेश्वरको कृपा छ। तर एउटा चिज चाहिँ मैले हरेक कामहरूबाट सिकेको कुरा चाहिँ जुटाउनु हुने चाहिँ परमेश्वर हुनुहुन्छ। हामी अभावको बाटोबाट भएर जाँदाखेरि स्थानीय मण्डलीले हाम्रो लागि वास्ता गरिकन, स्थानीय मण्डलीले हृदयहरू खोलेर हामीलाई आर्थिक रूपमा हामीलाई सहयोग गरेको घटनाहरू छ। अथवा कोही साथी मित्रहरूले ल तिमीहरू यसरी गर्दैछौ र गर न त भनेर हातहरू खोलेको घटनाहरू छ। मेरो काम चाहिँ सिर्फ उहाँको आज्ञालाई, उहाँको बोलावटलाई, उहाँको आवाजलाई सुनाएर हस् प्रभु भनेर गर्ने मात्रै काम हो मेरो चाहिँ। दर्शन प्रभुले दिनुभयो, बोलावट परमेश्वरले दिनुभयो र जुटाउनु हुने परमेश्वर पनि उहाँ नै हुनुहुन्छ। त्यसमा सारा अधिकार प्राप्त भएको येशू ख्रीष्टले चाहिँ सबै जातिलाई गरेर चेला बनाउने एउटा आज्ञा दिनुभएको छ। र सँगसँगै पछाडि हेर्ने गर्छु, त्यहाँ एउटा प्रतिज्ञा छ कि युगको अन्त्य नहुन्जेलसम्म चाहिँ ख्रीष्ट येशू हामी सँगसँगै, पवित्र आत्मा हामी सँगसँगै हुनुहुन्छ भन्ने कुराको प्रतिज्ञा चाहिँ मैले त्यहाँ महसुस गर्छु। परमप्रभुमा धन्यवाद चढाओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनुन्, जसलाई उहाँले शत्रुका हातबाट मोल तिरेर छुटाउनुभयो। तिनीहरू जसलाई देश देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो।